बाजे यो भन्दा राम्रा केरा अरू छैन र? राति आऊ एउटै केराले काम पुग्छ, अर्को चाहिँदैन। मलाई 1 दर्जन केरा सित्तैमा दिनुहुन्छ? राति आऊ एउटा केरा पर्याप्त छ, दर्जन चाहिँदैन। Oh my goodness, that's hilarious. बाजे तपाईलाई नेता मन पर्छ कि राजा? ज्योति मगर। हे भगवान बाजे। नमस्ते बाजे, यो उमेरमा पनि रोमान्स हुन्छ त बाजे? अब रोमान्स भन्दा पहिले पर्मिसन चाहिन्छ। बीपी चेक गर्यो, छाती दुखेको छैन, अनि मात्र काम सुरु। बाजे तपाई कसलाई दिनुहुन्छ त? म मिया खलिफालाई। म त भोटको कुरा गर्दै थिएँ बाजे। नमस्ते बाजे, तपाईका नाति नातिनाहरू तपाईसँग किन रिसाएका छन्? वर्षौं अघि काठमाडौँमा मैले 10 रुपियाँमा 2 बिघा जग्गा बेचेको थिएँ। नमस्ते बाजे, विवाह गर्न लागेको मान्छेलाई तपाईको के सल्लाह छ? खुट्टा उठाएर मात्र पुग्दैन, खर्च पनि उठाउनु पर्छ। जीवनमा तपाईको सबैभन्दा ठूलो उपलब्धि के हो? 2020 मा एकपटक बिहान 7 बजेको अलार्म सेट गरेँ र ठ्याक्कै बिहान 7 बजे उठेँ। युवाहरूलाई तपाई के सल्लाह दिनुहुन्छ? धेरै हाहा भन्ने केटीहरूसँग प्रेम नगर्नुहोस्, तिनीहरू खतरनाक हुन्छन्। तपाईलाई कुन खेल मन पर्छ त बुबा? मलाई त जाउला खेल र लगन खेल मन पर्छ। बुढीसँग रिस उठ्यो भने के गर्ने बानो? जब बुढीसँग रिस उठ्छ चुपचाप लाएर सुत्ने। पहिले पनि रिसाको बेला के उखाडे थियो र? बाजे अब तपाई धेरै दिन बाँच्नुहुन्न रे, तपाईको अन्तिम इच्छा के छ? अन्तिम इच्छा एकपटक ज्योति मगरलाई भेट्न पाए जीवनको लक्ष्य पूरा हुनेछ। नमस्ते बाजे, तपाईलाई कुन कुराबाट धेरै डर लाग्छ? बिहान उठ्दा फोनको ब्याट्री सकिएको देख्दा। झापाका केटाहरूले 42 डिग्रीको गर्मी सहन सक्दैनन् अनि उनीहरूलाई गर्लफ्रेन्ड चाहिँ हट चाहियो रे। झापाली केटाहरू भन्छन् हामीले नेता परिवर्तन गर्नुपर्छ, तर उनीहरूको पासवर्ड अझै पनि उनीहरूको एक्सको नाममा छ। तपाईलाई के लाग्छ, हामीले बिहे गर्नुपर्छ कि गर्नु हुँदैन? जरुर गर्नुपर्छ नानी, जीवनमा खुसी मात्र मुख्य कुरा थोडी न हुन्छ। तपाई कति गरिब हुनुहुन्छ? सर म र मेरो साथी यति गरिब छौँ कि नयाँ कपडा लगायो भने पनि गरिबै देखिन्छौँ। नयाँ कपडा लगायो भने पनि गरिबै देखिन्छौँ। बाजे बाँच्नका लागि नभई नहुने चिजहरू के हुन्? अक्सिजन, पानी र भातसँग मासु। सबै रोग र डिप्रेसन निको पार्ने एकमात्र औषधि के हो? मनिसिटामोल। मलाई एउटा यस्तो चिज भन्नुस् जुन हामी काम नै नगरी खान पाउँछौँ। गाली। एक कर्मचारीको हैसियतले तपाईलाई सबैभन्दा धेरै खुसी कति बेला मिल्छ? महिनाको अन्त्यमा तलब हातमा पर्दा।